संतुष्टि पाए तमरी कृपा छला प्रभु सहयोग की संतुष्टि पाए 5 रुपये मागे गिरे इतको गरिया तम खुशी छ म तमरी धन्यवाद छ तमरी धन्यवाद छला तमुले मान्या प्रभु मेरी खात मु धेरै दुःख थियो तमले मेरी खात मान्या उबटी प्याला प्रभु तमरी धन्यवाद छ ढोकलेका फुलमा प्यारा धला सामान चाहिँ किनिसक्यो अनि गाडीमा पनि हालिसकेको छु है सामान चाहिँ यो गाडीमा छ सामान के छ अब चाहिँ गाडी चाहिँ गयो गाउँतिर सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई भ्लग सो सबैजना सन्चै हुनुहुन्छ होला कहाँदेखि हेरिदिनुहुन्छ स्वदेशबाट विदेशबाट सहरदेखि गाउँदेखि कमेन्ट गर्न नबिर्सिनु होला सो गाइस आजको भ्लग के को बारेमा भने मैले भनिराख्नु पर्दैन तपाईँहरूले थाहा पाइसक्नु भएको होला के को बारेमा भनेर मैले एकजना महिला एकल महिला हुनुहुन्छ उहाँको लागि मैले केही सहयोग रकम चाहिँ मैले टिकटकबाट मागेको थिएँ केही सहयोग रकम चाहिँ उठेको छ त्यो सहयोग रकमलाई चाहिँ मैले चाहिँ उहाँलाई आज दिन गइरहेको छु होइन अब मेरो बैंक एकाउन्टमा आएको अब यो गाउँमा चाहिँ अब निकाल्न चाहिँ मिल्दैन बैंकमै जानुपर्छ यहाँबाट अब बैंकमा जानको लागि 1 घन्टा हिँड्दै जानुपर्छ मेरो गाउँबाट मेरो गाउँमा चाहिँ अब त्यस्तै छ रोजगारी छैन शिक्षा स्वास्थ्य खानेपानी यो सडक पनि केही छैन यो सडकको हालत यस्तो छ हाम्रो गाउँको होइन यस्तो कच्ची बाटोमा अब पानी परेपछि गाडीहरू आउँदैन होइन केही आउँदैन होइन अब यस्तो छ यो गाउँमा कुहिरो लगाएर चाहिँ अहिले रमाइलो भएको छ यता नेउली चरी चाहिँ बाँसिराखेको छ होइन गाउँमा अब भनौँ न गाउँमा अब युवाहरू कोही पनि छैन अनि त्यही हो आज चाहिँ म स्थानीय बजारमा पहिला पैसा निकाल्छु होइन अब थोरै उठेको 20-25 हजार जति पैसा उठेको थियो अब त्यो पैसामा चाहिँ मैले अब झ्याल ढोकामा लगाउने काठ अनि त्यसमा लाउने किला काँटा चुक्कन अनि जे लाग्छ ढोकामा त्योहरू पनि लिएर आउनेछु र उहाँको लागि मैं चामल टर्च लाइट होइन उहाँको घरमा बिजुली पनि छैन टर्च लाइटहरू अब के लिएर आउँछु त्यो अब म लिएर आउनेछु पहिला बजार जानेछु होइन सो लास्टै हिलो छ जाने बाटो पनि है गाइज लास्टै भन्दा पनि लास्टै हिलो छ होइन अब चिप्ले भने पनि मरिन्छ होला अब 1 घन्टा हिँडेर पहिला बजार पुग्छु अब त्यहाँ सामान छ कि नै गाडी पाइन्छ कि नै सामान हालेर लिएर आउने गाडी पाइन्छ कि नै गाडीमै हालेर लिएर आउँछु सामान म होइन अनि यो बाटोमा त गाडी त आउँदैन आज चाहिँ हल्का तलसम्म गाडी आउँछ अनि त्यहाँबाट फेरि बोकेर लिएर पर्छ सामान सो मकैहरू पनि यत्रो भइसक्यो सो अब अहिले म जाँदैछु होइन त्यहाँतिर म जाँदैछु तपाईँहरू पनि अब हेर्दै गर्नु होला अब के हिँड्दै चाहिँ म निकै तल पुगिसकेँ गाइस होइन अहिले पनि हिँडिरहेको छु म पुग्नुपर्ने खासमा पारको त्यहाँ जहाँ कुहिरो लगाएको छ नि त्यो डाँडा पुग्नुपर्ने हो यी गाई जस्तो छ गाउँ हेर्नु त यसमा तपाईँले चाहिँ राम्रोसँग भ्यू नै देखाइदिएँ मैले मेरो गाउँ यस्तो छ गाई चाहिँ यस्तै छ गाई यस्तै छ बाहिर सुकुनको हो के सुकुन हो क्या यो भनेको सुकुन बुझ्नु भएन यहाँ पानी घट्टा छ अझै पनि हाम्रो यहाँ पानी घट्टा चल्छ यहाँ पछाडि हेर्न सक्नुहुन्छ पानी घट्टा गाई चाहिँ एउटा बाइक देखेँ होइन बाइकले लिएर जान्छ कि नै यहाँ एउटा बाइक छ होइन म भन्छु मलाई पनि लिएर जानुहुन्छ भनेर म सोध्छु नि लिएर जानुहुन्छ कि नै यस्तो त भएन उता जाऊँ न हो दाइ अनि हुन्न भन्छ त उता लाने हो भन्छ हुन्न भन्छ त नचिने मान्छेहरू त्यस्तै हो गाइस ओ अङ्कल दर्शन कहाँ के पऱ्यो म घरमा छु हो अङ्कलको पसल ओहो आधोला पसल बाटोमा पर्ने पसल अङ्कल बोबो राखमा जानु अङ्कल रेडी बिगडी भने ए खसमा चाहिँ यहाँ म पढेको स्कुल चाहिँ यहाँ हो यहाँनिर छ नि त्यो कालो कालो हो त्यही म पढेको स्कुल ए
अब त्यो पारी डाँडामा त्यो रोड छ नि त्यहाँ पुग्नुपर्ने छ। हाम्रो गाउँको स्थानीय बजार चाहिँ यही हो गाइस। यति यो पसल, यहाँ होटेल छ होइन, स्थानीय बजार। योभन्दा अलि ठुलो बजार गोकुलेश्वर भन्ने ठाउँमा हो। यहाँ एउटा भत्रिजको पनि मेरो रेस्टुरेन्ट छ यता। मैले चाहिँ यता चाहिँ सामान भेटेँ होइन, यताबाट चाहिँ अब सर्र लगाएर गोकुलेतिर अर्को बजारतिर जान्छु म। गाडीहरू चाहिँ छ छन चाहिँ यताको पसलमा सामान चाहिँ नरहेछ होइन। यो जुन पसलेको पसलमा छैन रे सामान। अब चाहिँ म बजारतिर जान लाग्यो। गाडी यहाँ त ओ अगाडि सिट छ त, पछाडि पछाडि के छ यस्तो जुन निमिल्दै त नि। ओ गुरुजी पछाडि हुने त तत्तै भित्री दुलो जाउँ ल म पछाडि हाल्यो बिट्टे भन्दिनँ पछाडि हाल्यो त तर पछाडि म झड्दै थक्का वर्का आउनु भयो तले हे तेरे गए यार एक मुँह हाल्दा गर्नु हो के जानु यहाँ ल ल ल आज भोलि के लाएर आज भोलि ड्राफहरू ल के हो पछाडि म नहाल्दुँ भन्नु आउनु होला ए आज भोलि ड्राफहरू कुटु गुहार 15,000 फेरि अर्को जीव आइसक्यो। ल ल नरेन्द्र लाग्यो गाइस। सलेधार कहाँ होला भाइ हेर्नु हजुर सलेधार पछाडि पार पर मेरो गाउँ चाहिँ माथि हो गाइस। मेरो गाउँ चाहिँ वहाँ माथि त्यो लास्टको डाँडाको यतापट्टिबाट यता गोकुलेश्वर बजारमा चाहिँ पुग्यो गाइस। मेरो सानो काम थियो यता माथिको बजारमा सामान पाइन्न। यही गोकुलेश्वर बजार ओहो फेरि त्यो यसलाई भन्छ गोकुलेश्वर बजार है। यत्रो यत्रो घर छ बजारको एरिया यो भयो। अब म आफ्नो सामान किन्नतिर जान्छु। खाना पनि खाएन पहिला नास्ता गरौँ अनि सामान किन्नु पर्ला यता फलफुलहरू धेरै छन्। सो अहिले चाहिँ म चमेलिया नदीमा पुलमा छु। चमेलिया नदीको माथि तेरि त्यो यहाँ नदीहरू छ, यहाँ मान्छेहरू हिँडिरहेछ गाइडहरू हेर्नु सक्नुहुन्छ। यहाँ सानो बच्चाहरू छन्। तर यताको ठाउँ चाहिँ अलि राम्रो छ क्या यहाँ। मैले त्यही भएर मैले चाहिँ एकदम राम्रो लाग्छ यतातिरको ठाउँ चाहिँ होइन। हरियाली वाला भन्दा पनि यतातिर अब राम्रो छ ठाउँ हरियाली। अलिक त्यति धेरै गर्मी हुँदैन होइन। ओ भर्खरै स्कुलको बच्चाहरूको छुट्टी भएर रहेछ। बच्चाहरू स्कुलबाट घर जाँदैछन् छुट्टी भएर। म प्रायः यतातिर बस्दैन होइन, खासै यतातिर बस्दैन। त्यही भएर मलाई खासै चिन्दैन यतातिरको मान्छेले, त्यही हो। गोकुलेमा दाइसँग भेट भयो। चलो
खिलेका फुलमा प्यारा धला मान्छे। पारे चल भाई यहाँ आदर्श कहाँ आयो होला बिग फैन भैया भैया बिग फैन धन्यवाद धन्यवाद कहाँ आयो त मैले कहाँ हिँड्न हाँ एक काम छ मलाई गाइज मेरो भाइ एनसी छ क्या क्युटो एनसी हो क्या जला राणो भयो भने एनसी त एनसी सिङ्गल भयो भने म होला हो कि यहाँ यहाँ त आमा दिउँ कहाँ खानु अब यताबाट मैले सामान किन्ने के छ यी पसलले यहाँ दोकानदारी सो गाइज अहिले चाहिँ म खाना खाँदैछु मेरा कोजा गरेर आए खाना खान लाग्यो घरबाट बिहान नास्ता गरेर आएको अहिले खाना खाँदैछु है सो गाइज मैले चाहिँ सामान चाहिँ किनिसकेँ अनि गाडीमा पनि हालिसकेको छु है सामान चाहिँ यो गाडीमा छ सामान के छ अब चाहिँ गाडी चाहिँ गयो गाउँतिर उही ल गुरु यी हाम्रा यी गुरु बरमणे पुगिदियो आज भाइरल त नआएको हुन्ला रे हाम्रो अब झल्ला रे गाइज हम घरतिर झल्ला रे सामान लजे घरतिर झल्ला रे सो अब आज बेलुका घर पुग्यो भने चाहिँ अब भोलि नै सामान उहाँलाई चाहिँ दिने हुन्छ मैले अब हेरौँ बाटो कस्तो कहाँसम्म जान्छ गाडी त्यो हेरौँ अनि त्यसपछि कुरा गरौँला बिच बाटोमा भइरहेको छ कुरा चाहिँ गोकलेश्वरबाट चाहिँ हिँड्न लागिसक्यौँ हामी चाहिँ गाइस त्यही हो सो फाइनली हाम्रो यो सामान वितरण भइसकेको छ यी सामान चाहिँ यहीँ हो के भन्नु चाहने हो सहयोग की सन्तोषी छला प्रभु आज म सन्तोष नुन तेल चामल सबै घरमा चाहिने सबै सहयोग दे सन्तोषी भाइ तमरी कृपा छला प्रभु सहयोग की सन्तोषी भाइ 5 रुपियाँ मागे गिरे इतको गरिया तम खुसी छ म तमरी धन्यवाद छ तमरी धन्यवाद छला तमुले मान्या प्रभु मेरी खात मु धेरै दुःख थियो तमले मेरी खात मान्या उबोटी प्याला प्रभु तमरी धन्यवाद छ ल धन्यवाद गाइस सबैजनालाई धन्यवाद अब त्यस्तै हो अब उहाँलाई सानो सहयोग भरे पनि अब सानो ठुलो त्यस्तै हो सहयोग भने सहयोग नै हो र सबैजनालाई धेरै धेरै धन्यवाद अब आगामी दिनहरूमा पनि यसरी नै सहयोग गर्नुहुन्छ भन्ने आशाका साथ म मेरो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु खुसी छ खुसी 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 छु आमा खुसी छ खुसी ल उहाँ चाहिँ खुसी हुनुहुन्छ सहयोग देखेर होइन ल उहाँलाई धेरै धेरै धन्यवाद ल ब्लग चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो सबैजनाले लाइक कमेन्ट गरिदिनु नबिर्सिनु होला बाइ लभ यु